Hey guys, welcome to back my new vlog and then आज रेस्टुरेन्ट गइरहेको छु। अहिले चाहिँ 5 बजिसक्यो अनि रुमबाट हामी निस्क्यौँ। रुमबाट हल्का अगाडि आएर भिडियो स्टार्ट गरेको छु। हामी चाहिँ वकिङमा जाँदैछौँ। सन्जय चौमा पुग्नु छ। म चाहिँ यहाँ भ्लगिङ स्टार्ट गरेको छु। निद्रा लागिरहेको छ हल्का हल्का। हेर्नु होला जाँदैछौँ। यहाँ चाहिँ 5 बजीतिर भिडियो हेर्नु पुरै लाइट बलेछ यताउता हेर्नु होला। अल्छी हेर्नुलाई हिँड्दा हाइवे आइपुगिसक्यो है हाइवेको साइडतिर। अनि आज चाहिँ लाइटहरू बलिरहेको छ। हेर्नु कति खतरनाक भ्यू आइरहेछ। आज चाहिँ गाडी आइरहेको छ अनि फेरि लाइट बलेको हामी पुरा भ्यू देख्छ। अनि हामी चाहिँ बल्ल यहाँ आइपुगेछौँ। अझ यति अगाडि गएर जान भ्याइन्छ। त्यो चाहिँ यता साइडतिर भ्यू होला। सन्जय चौमा पुगिभ्याउनु भएको छ। म चाहिँ यहाँ बल्ल आएको छु अनि हाइवेतिर चाहिँ गाडी गइरहेको छु। हेर्नु होला अल्छी हेर्नु होला। हामी पुग्न लागिरहेको छौँ अनि हिँड्दै बत्ती चाहिँ बन्द गरिसक्यो है। पुरै बत्ती बन्द गरिसक्यो। यहाँदेखि उहाँसँग बत्ती पुरै बन्द गरिसक्यो। अनि उतातिरको चाहिँ अझै बन्द गरेको छैन हो। अलिअलि अझै बन्द गर्दैछ उताको नि। अझै हामीले आइपुगिसक्यो एक्सर्साइज गर्ने ठाउँमा। अनि सन्जय उता एक्सर्साइज गरिराख्नु छ। म चाहिँ यता भिडियो बनाइरहेको छु। म पनि एक्सर्साइज गरेपछि जाँदा भिडियो अन गर्छु। एकछिन रोक्नु होला है त। अनि हेर्नु होला एक्सर्साइज गरेर भ्याएर अनि त्यहाँ चाहिँ हामी जाँदैछौँ। अनि सन्जय चौमा पुगिभ्याउनु हो। म चाहिँ यहाँ बल्ल एक्सर्साइज गरेर भ्याएर भिडियो बनाउँदै आइरहेको छु। अनि अझ एउटा कुरो म बिचमा के भन्नु चाहन्छु भने भिडियो मन परेर लाइक एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै फेरि भिडियो स्टार्ट गर्न गइरहेको छु। अनि माथि हेर्नु होला खतरा भ्यू भएको छ। को बाजे साइकल लिएर जाँदैछ। हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ। रुम पुग्न अब यति मात्रै छ। अनि यतातिर हेर्नु होला सनराइज भइरहेको छ हो। हामी हेर्नु होला कति राम्रो देखेको छ। अनि म चाहिँ छु सन्जय चाहिँ हुनुहुन्छ। हिजो चाहिँ हामी यताबाट आएको थियौँ तलबाट आज चाहिँ यताबाट आएको छौँ। अनि रुम चाहिँ अब ऊ त्यहाँनिर हो हल्का अगाडि हो। अनि सनराइज चाहिँ खतरनाक भएको छ है। हेर्नु होला फाइनल चाहिँ आइपुगिसक्यो चाहिँ रुमहरू। अहिले म चाहिँ माथि आइपुगिसकेँ रुममा। माथि चाहिँ हेर्नु पर्दा हेर्नु होला सनराइजको यहाँबाट खतरनाक देखिरहेको छ। म चाहिँ रुममाथि आइपुगिसकेँ। चाहिँ नुहाइ गरेर हल्का यताउता गरेर अनि त्यहाँ होटलमा जान्छु। हेर्नु होला रुमको माथिबाट भ्यू पनि हेर्नु होला। अहिले चाहिँ म रुमबाट आइसकेको छु होटलमा। धेरै बेर भइसक्यो आधी घन्टा 1 घन्टा भइसक्यो। हेर्नु होला यहाँ चाहिँ पुरै गाजर पाक्दैछ। अनि यतातिर चाहिँ मैले चाहिँ दालको उसको लागि चाहिँ प्याज काटेर राखेको छु यता चाहिँ। अनि हेर्नु होला अहिले चाहिँ रेस्ट टाइम भएको छ। रेस्ट टाइम भएर अहिले चाहिँ म रुममा जान्छु। यहाँ अगाडि चाहिँ माथि चाहिँ रुम छ। यो चाहिँ घरबाटै घर भयो पुरै। घरबाट चाहिँ माथि बस्छ। अनि म चाहिँ अहिले जाँदैछु बल्ल छुट्टी भएर आउँछु कामबाट। पिठो सिठो पिसाएर पिठो लिएर होटलमा छोडेर अनि आएको। अब चाहिँ माथि जाँदैछु। अनि हेर्नु गाइस म चाहिँ रुममा आइपुगिसकेँ। अनि अब चाहिँ नुहाइ गर्छु। नुहाइ गरेपछि अनि यताउता गरेर अनि आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। भिडियो मन पऱ्यो लाइक एन्ड सब्सक्राइब गर्नु होला। अनि अब चाहिँ 6 बजेपछि होटल जाने हो। यो त हजुरलाई थाहा नै छ होला। अनि त्यसपछि अब यो ब्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। भिडियो मन पऱ्यो लाइक एन्ड सब्सक्राइब गर्नु होला। र नेक्स्ट ब्लगमा भेटौँला। तबसम्मलाई बाई।